लाग्थ्यो म 2023 बाट मैले योग ध्यान जब सुरु गरेँ मलाई लाग्थ्यो कि मेरो अबको दिन अबको यात्रा मलाई एउटा मानसिक पीडाबाट म एउटा गुज्रिरहेको थिएँ। सायद त्यो मेरो एउटा अनुभव एक्सपिरियन्स म तपाईहरुलाई नै शेयर गर्न चाहन्छु र हामी मान्छेमा दुःख सुख भनेको सधैँ आइरहन्छ। यो ब्रह्माण्डमा जसरी एउटा प्रकृतिसँग हामी बाँच्छौं र त्यो दिनदेखि तपाईलाई थाहा हुनेछ कि तपाईको दुःख तपाईको पीडा त्यो भनेको एउटा क्षणिकको लागि मात्रै हो। हाम्रो जीवन भनेको हामीले जीवन राम्रोसँग जिउन सकेका छैनौं, जानेका छैनौं र हामीलाई दुःख कहाँबाट आइरहेको छ, कसरी गइरहेको छ भन्ने कुरा हामीले त्यो निहाल्न सक्दैनौं र त्यसैले योग ध्यानको धेरै आवश्यक छ। तपाईले दिनको तपाईलाई 5 मिनेट आफ्नो लागि चाहिँ तपाईले छुट्याउनु पर्ने हुन्छ र दिनको तपाईले 5 मिनेट छुट्याउनु भयो भने तपाईलाई लाग्छ कि यो मेरो लागि मैले आफ्नो टाइम दिदै छु भनेर तपाईलाई त्यो आत्मविश्वास आउँछ। जब आत्मविश्वास तपाईतिर आउँछ, सायद तपाईसँग पैसा नभए पनि तपाईसँग हरेक कुराहरु सुख सुविधा नभए पनि तपाईलाई त्यो आँट आउँछ कि मैले कसरी खानुपर्छ, म के गरेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने तपाईलाई त्यो नलेज एउटा यो ब्रह्माण्डले दिनेछ। तपाईलाई कुनै कसैले पनि दुःख दिन सक्दैन र म यति कुरा भन्न चाहन्छु कि मानसिक रोगबाट हामी सधैँ तपाई खुशी ह्याप्पी हुन चाहनुहुन्छ भने तपाई जीवनमा पैसा भए पनि तपाईसँग पैसा पनि छ तर तपाई दुखी हुनुहुन्छ र हरेक कुरा गर्दा गर्दै पनि हामी दुखी नै छौं र त्यो सुखको लागि त्यो शान्तिको लागि हामी खुशी खोज्न चाहन्छौं। हामी पैसामा खुशी खोज्छौं, हामी घरमा खुशी खोज्छौं, हामी गाडीमा खुशी खोज्छौं, हामी आफ्नो नातेदारसँग खुशी खोज्छौं। यो सबै क्षणिकको खुशी नै छ र तपाई सधैँ आफू खुशी हुनलाई आफू खुशी भएपछि तपाई संसारलाई खुशी बनाउन सक्नुहुन्छ। तपाई पहिला आफू खुशी हुनु पर्यो। तपाई आफू खुशी हुन भएपछि तपाईले कसरी संसारलाई खुशी बनाउन सक्नुहुन्छ? जब तपाई कुनै एउटा माझमा जानुहुन्छ, तपाई एउटा कुनै समारोहमा जानुहुन्छ, तपाई त्यहाँ गएर तपाई हाँस्नु भयो भने त्यहाँको मान्छे कोही पनि रोएर बस्दैन के, सबैजना हाँस्छन् के हैन। तपाई जहाँ जानुहुन्छ, तपाईले जसलाई भेट्नुहुन्छ, तपाई राम्रो बोल्नुहुन्छ, तपाई त्यहाँ गएर हाँस्नुहुन्छ भने त्यो तपाईको रिप्लाई पनि त्यो हाँसेकै आउँछ। त्यसैले गर्दाखेरि खुशी भनेको हामी ठूलो कुरामा खुशी छैन, हामी सानो सानो कुरामा खुशी लिएर हिँड्न सक्छौं र आफ्नो एउटा यो रिस राग भनेको क्षणिकको लागि आउँछ, त्यसलाई चाहिँ आउँछ जान्छ। जसरी खोला बगिरहेको छ त्यसरी नै त्यसलाई चाहिँ हामीले एउटा साक्षी भावमा हेर्न सक्यौं भने सायद यो कुनै दुःख कष्ट पीडा हुने छैन र आजका मानिसहरू धेरै भन्दा धेरै कोलाहलमा छन्। पैसा छ, गाडी छ, पैसा 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 भन्दा भन्दै त्यो धेरै माथि नै पुग्छन् र उहाँहरूलाई लाग्छ कि सबै थोक नै पैसामा छ। पैसा भयो भने खुशी छ, पैसा भएन भने दुःख छ। एउटा कुरा एकदम सही पनि हो, किनभने पैसा भयो भने हामी जे पनि गर्न सक्छौं, जहाँ पनि जान सक्छौं। पैसा भएन भने हामी कतै जान सक्दैनौं भन्ने कुरा पनि हो र सबै थोक पैसा हैन र मोक्षको बाटोमा हिँड्नुहुन्छ भने पैसाले दिदैन र हामी शान्ति खुशी खोज्छौं। हामी पैसाले पनि हामी खुशी नै खोजिरहेको हो नि त लास्टमा त हैन। पैसा कमाएर म भोलि गएर आनन्दले बस्छु, खुशीसँग बस्छु भनेर नै खास पैसा कमाएको हो नि त। तर त्यो पहिला चाहिँ पैसा कमाएर पछि खुशी हुने चाहिँ एउटा गलत बाटो भयो हामी हिँड्ने चाहिँ। तर पहिला चाहिँ हामी खुशी भएर हामीले पैसा कमाउन सक्यौं भने तपाईलाई लाग्छ कि यो असम्भव छ भन्ने कुरा केही पनि छैन। तपाई पहिला खुशी भएर तपाई पैसा कमाउन सक्नुहुन्छ भने यही हो सबैभन्दा खुशी शान्ति जीवन नै यही निन्दा छ भन्ने त्यो एउटा प्रमाण चाहिँ हामीलाई यो योग ध्यानले नै दिनेछ र तपाईहरुलाई पनि म के भन्न चाहन्छु भने योग ध्यान बिना जीवन भौतिक जीवनमा मान्छे एउटा डर त्रासमा छन् र यो डर र त्रासलाई जित्ने उपाय भनेको र एन्जाइटी डिप्रेसनलाई जित्ने उपाय भनेको एउटा योग ध्यानमा छ। तपाई आफ्नो टाइम मिलाएर तपाई बिहान दिउँसो बेलुका जति बेला हुन्छ तपाई आफ्नो टाइमलाई ध्यान दिएर आधी घण्टा 5 मिनेट 10 मिनेट 15 मिनेट जति सक्नुहुन्छ तपाईले आफ्नो समय दिन सक्नुभयो भने आफ्नो लागि र तपाईको दिन त्यहाँबाट बल्नेछ। तपाईसँग
मैले तपाईँलाई अघि नै भने पहिला तपाईँ खुसी भएर तपाईँ काम गर्नुभयो भने त्यो 100% काम पनि सक्सेस हुनेछ। र मेरो यस्तो यस्तै भिडियोहरू म तपाईँहरूलाई लिएर आइरहनेछु। हामीले योगदानहरूलाई मध्यनजर गर्दै हामीले फिजिकल क्लास पनि दिनेछौँ र हामीले एउटा फ्री योगा सेसन पनि दिनेछौँ। यस्तै यस्तै भिडियोहरू तपाईँ हेर्दै जानुहोला। कमेन्टमा तपाईँहरूलाई के लाग्छ कमेन्ट पनि गर्न नभुल्नुहोला र आउँदो दिनहरूमा तपाईँलाई म राम्रो राम्रो कुराहरू सेयर गर्नेछु। च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै आज कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्ते।